गाइज यो डस्टर यो मका बनिरहेको डस्टर हो। यसको चाहिँ बाहिरी काम अल ओभर सकिसकेको छ। यो चाहिँ अब ड्यासबोर्ड पुरा खोलिएको छ। अहिले यसको एयर ब्याग पनि फुटेको थियो। यसको एयर ब्याग अब चेन्ज हुन्छ र यसमा ठोकिँदाखेरि आएको प्रब्लम एउटा स्टियरिङमा प्रब्लम आएको छ, त्यो पनि हेर्नु परिन्छ। यो इलेक्ट्रिक काम भएको हुनाले यो चाहिँ हामीले इलेक्ट्रिक काम ल्याएको छौँ यो गाडीलाई। अहिले हेर्न सक्नुहुन्छ डस्टर पुरै फङ्सन, ड्यासबोर्डभित्रको फङ्सन हो यो सक्नुहुन्छ डस्टरको। यो चाहिँ अब हामी यसको कम्प्लिटली एयर ब्याग चेन्ज गर्छौँ। यसको यो कीबाट चाहिँ स्टार्ट भएको छैन। यो डाइरेक्ट तार जोडेर सेल्फमा तार जोडेर स्टार्ट गर्ने गरिरहेछ अहिले हामीले। यसको यो के समस्या यो नै हेर्नु छ हैन। अब यसको इमोबिलाइजरमा केही प्रब्लम आएको पनि हुनसक्छ। यो कम्प्लिटली अब हामी यो हेर्दैछौँ यसको अहिले। यसको हामी सकाएपछि फेरि तपाईँहरूलाई पुनः अर्को भिडियो देखाउनेछौँ। तबसम्मलाई हामीलाई मन पराइदिनु हुन अनुरोध गर्दछु गाइज। र हजुरहरूलाई पनि कुनै पनि गाडीहरूको डेन्ट पेन्ट, इन्जिन सम्बन्धी, रनिङ वर्क, वायरिङ सम्बन्धी जे समस्या पर्छ हामीलाई सम्झिन सक्नुहुनेछ। एनकार 3 कुने काठमाडौँ।